मलाई कति मान्छेहरूले सोध्नुहुन्छ भाइ तपाईँ यो दिशामा यो राख्नुहोस्, उत्तरमा यस्तो हुन्छ, दक्षिणमा यो हुन्छ। तर वास्तुसम्मत तरिकाले कसरी हामीले आफ्नै घरमा यो दिशाहरू पत्ता लगाउने भनेर सोध्नुहुन्छ। यो भिडियो चाहिँ मैले उहाँहरूको लागि बनाएको। यदि तपाईँ पनि इन्ट्रेस्टेड हुनुहुन्छ भने यो भिडियो हेर्न सक्नुहुन्छ। यसको लागि चाहिँ तपाईँसँग एउटा स्मार्टफोन हुनुपर्छ। आइफोन भए पनि हुन्छ, एन्ड्रोइड भए पनि हुन्छ। म चाहिँ आइफोनबाट देखाउँदैछु। सर्वप्रथम त अहिले हामीले मानिआएको जस्तो हामीले अहिले चाहिँ ऱ्यान्डमली जस्तोसुकै घर भए पनि, जस्तो घर यस्तो छ मानौँ, तैपनि हामी चाहिँ यो कुनालाई दक्षिण, उत्तर, पूर्व, पश्चिम यसरी मानिदिन्छौँ। अनि यसैलाई दक्षिण पूर्व, यसैलाई दक्षिण पश्चिम मानिदिन्छौँ होइन। यो कुनाको हिसाब गर्छौँ। तर एक्चुअलमा चाहिँ यस्तो हुँदैन। यो चाहिँ हामी गलत गरिरहेछौँ। त्यही भएर पनि हामीले गरेको वास्तुहरू मिल्दैन, हामीले गरेको सेटअपहरू मिल्दैन। अब एक्चुअल चाहिँ कस्तो हुन्छ भने जस्तो मानौँ यही घर लिउँ, यस्तै छ अप्ठ्यारोवाला। ओके, अब के गर्नुपर्छ भने तपाईँको यसको चौडाइ लिनुपर्छ। टोटल चौडाइ कति छ? 20 छ अरे मानौँ। त्यसपछि यसको लम्बाइ लिनुपर्छ, यो 40 छ अरे। सो दुइटैको बिचमा 40 को बिच भनेको 20 पो, यसको 10, यसको 20 र 10 को बिच भनेको अराउन्ड यहाँ चाहिँ ब्रह्म स्थान हुन्छ, जहाँबाट चाहिँ हाम्रो सबै कुरा क्रिएसन हुने, घरमा जे जति शक्तिहरू डिस्ट्रिब्युट भएर घरमा छाडिनुपर्ने जम्मै कुरा यहाँबाट हुन्छ। त्यही भएर तपाईँहरू यहाँ उभिएर त्यो बिच पोइन्ट बनाउनु। यहाँ उभिएर चाहिँ म आइफोनमा देखाउँछु, अरूमा पनि हुन्छ। आइफोनमा एउटा कम्पास भन्ने हुन्छ यहाँनिर। यो कम्पास भन्ने हुन्छ, यसलाई चाहिँ 4-5 चोटि यसरी हल्लाएर यो क्यालिब्रेसन गरिदिनु, किनभने कहिलेकाहीँ यसले सही दिँदैन। 4-5 चोटि यसरी हल्लाइसकेपछि यो सही ठाउँमा आउँछ। र यसलाई त्यो ठाउँमा, जुन ठाउँमा तपाईँले ब्रह्मस्थान मार्क गर्नुभएको छ त्यहाँ लगेर राखिदिनु। अनि आफ्नो नर्थ साइड देखाउनु कतातिर पर्छ। यस्तो हुनसक्छ, कहिले यस्तो हुनसक्छ। त्यो हामीले सोचे जस्तो सिधा यस्तो हुँदैन। त्यसले गर्दा धेरै वास्तु दोषहरू अथवा धेरै नराम्रो भइरहेको हुनसक्छ। हामीले त सही ठाउँ गरे जस्तो लाग्छ, तर एक्ज्याक्टली त्यो भइरहेको हुँदैन। सो यो फलो गर्नुहोस्। अनि मैले बिचबिचमा भनिरहेको पनि हुन्छ, यो अनुसार गर्नुभयो भने चाहिँ त्यसले ठ्याक्कै काम पनि गर्छ है त। केही तपाईँलाई बुझ्नु छ अझै यसको बारेमा भने कमेन्ट गर्नुभयो हुन्छ।